धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमका सञ्चालक फेन्स तारा व्यवसाय संघका अध्यक्ष फेन्स व्यवसाय महासङ्घ निर्माण अभियानका संयोजक आदरणीय नारायण फडणवीस सरलाई, समारोहका सभापति फेन्स व्यवसाय महासङ्घ निर्माण अभियानका संयोजक फेन्स व्यवसाय सङ्घ स्थापनका अध्यक्ष आदरणीय रामप्रसाद पौडेल सर, प्रमुख अतिथिको रूपमा आमन्त्रित व्यक्तित्व बागमती प्रदेश सरकारका सहकारी तथा गरीबी निवारण मन्त्री माननीय बिडु राय माझीज्यू, विशिष्ट अतिथिको रूपमा तालुभएका भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर आदरणीय चित्रसेन अधिकारीज्यू, यसै गरी हामीले प्रमुख जिल्ला अधिकारीहरूलाई पनि हामीले आमन्त्रण गरेका थियौँ विशिष्ट अतिथिको रूपमा। विशेष कारणले उहाँ यो समारोहमा उपस्थित हुन सक्नुभएन। यसै गरी उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य सुमन कुमार श्रेष्ठज्यू, प्रहरी प्रमुखज्यू, उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, विभिन्न वडाबाट पाल्नुभएका वडा अध्यक्ष एवं प्रतिनिधिहरू, प्रोटोकल स्थापित भइसकेको छ। यो राष्ट्रिय मेलालाई भव्य रूपमा सम्पन्न गर्नको निमित्त विभिन्न जिल्लाबाट पाल्नुभएका जिल्लाका अध्यक्षज्यूहरू, प्रतिनिधि एवं पर्यवेक्षकज्यूहरू, चितवन जिल्लामा हामीले कार्यक्रम आयोजना गर्दै गर्दा सहआयोजकको भूमिकामा रहेर रात दिन नभनिकन आफ्ना पेसा र व्यवसायलाई थाती राखेर यो कार्यक्रमलाई असाध्यै महत्त्व दिएर यो कार्यक्रम सम्पन्न गर्नको निमित्त अहोरात्र खटिनुहुने फेन्स व्यवसाय सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष लगायत त्यो सिङ्गो कमिटीलाई म विशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र मूल आयोजक समितिमा रहनुहुने विभिन्न जिल्लाका अध्यक्षज्यूहरू, सहसंयोजकज्यू त यो कार्यक्रमबाट बाहिर निस्किसक्नु भएको छ, प्राविधिक कारणले यो कार्यक्रममा उपस्थित हुनुहुन्न, लगायत मञ्चासीन आदरणीय व्यक्तित्वहरू, मञ्चाभिमुख आदरणीय व्यक्तित्वहरू, यहाँहरू सम्पूर्णमा म यादव प्रसाद पोखरेल, फेन्स तारा व्यवसाय सङ्घ काशीको अध्यक्ष, फेन्स व्यवसाय महासङ्घ निर्माण अभियानको सहसंयोजक, यो समारोहको मूल आयोजक समितिको संयोजकको हिसाबले र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई दिवाकालीन हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। हामीले यो कार्यक्रम आयोजना गर्दै गर्दा धेरै व्यवसायिक प्रतिष्ठानहरूबाट हामीलाई सहयोग प्राप्त भइरहेको छ। यो कार्यक्रम सम्पन्न गर्नको निमित्त हामीले आर्थिक प्रस्तावनामा नै यसको खर्च सम्भावित रूपमा यति हुन सक्छ भनेर चाहिँ एउटा आकलन गरेका थियौँ, रिपोर्ट गरेका थियौँ। यहाँलाई सबैलाई जानकारी छ। यो सहयोग अभियानमा जति पनि व्यवसायिक प्रतिष्ठानका साथीहरू जोडिनु भएको छ, घरानाहरू जोडिनु भएको छ, उहाँहरूप्रति म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। सँगसँगै 22, 23 र 24 गते यो राष्ट्रिय मेला आयोजना गर्ने सन्दर्भमा पटक पटक हामी बैठक बसेर आवश्यकता अनुसार छलफल गरेर यसलाई आजको दिनसम्म यो कार्यक्रम सम्पन्न गर्नको निमित्त जति पनि साथीहरू चाहिँ खट्नुभएको छ र यो अभियानमा विगत 1 वर्षदेखि जति पनि साथीहरू चाहिँ खट्नुभएको छ, हामीलाई साथ र सहयोग चाहिँ प्रदान गरिरहेको छ। यहाँहरू सबैलाई म सिङ्गो राष्ट्रिय मेलाको मूल आयोजक तर्फबाट र अभियानको तर्फबाट
यहाँहरू सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो कार्यक्रमलाई असाध्यै महत्त्व दिएर पाल्नुहुने बागमती प्रदेशका गरिबी निवारण मन्त्री बिनु रायमाझीज्यू लगायत जति पनि मन्जासीन आदरणीय व्यक्तित्वहरू हुन्छ, यो कार्यक्रम सम्पन्न गर्नुको निमित्त भव्य रूपमा सम्पन्न गर्नुको निमित्त यहाँको उपस्थितिले हामीलाई असाध्यै गर्वको अनुभूति भइरहेको छ। यहाँहरूको म विशेष आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। र सँगसँगै यो कार्यक्रम स्थल दियालो फुलदान, यो भरतपुर महानगरपालिका वडा नम्बर 2 स्थित दियालो फुलदानमा कार्यक्रम गर्ने जुन अवसर प्राप्त भएको छ, क्षेत्र वडा नम्बर 2 का वडा अध्यक्ष लगायत यो दियालो फुलदान परिवारलाई पनि म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। यति कुराहरू भनिरहँदा आज हामी उद्घाटन सत्रमा समापन गर्दै गर्दा अब हाम्रो लक्ष्य र गन्तव्य के हो, महासङ्घको लक्ष्य र गन्तव्य के हो। आज हामी 18वटा जिल्लाबाट घटेर 17वटा जिल्लामा कायम रहिरहँदा हाम्रो अभियानको मुख्य उद्देश्य के हो, महासङ्घ गठनको मुख्य उद्देश्य के हो, त्यसतर्फ पनि केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ। पक्कै पनि महासङ्घको उद्देश्य एकैचोटि आजको भोलि पूर्णता हुने होइन। हामीले गत जेठ 26 गते जुन सङ्कल्प लिएर महासङ्घ गठन अभियानलाई तीव्रता दियौँ, आजको दिनसम्म आइपुग्दा हामी मात्र 17वटा जिल्लाहरू चाहिँ सहभागी छौँ। 15वटा जिल्लाका 17वटा महासङ्घ सङ्घहरू चाहिँ उपस्थित छन्। हो 11वटा जिल्ला प्रदेश, 4वटा प्रदेश अन्तर्गतका 11वटा जिल्लाहरूले महासङ्घ गठन गर्न सक्छ, त्यो प्रावधान छ, राज्यले त्यो सुविधा दिएको छ। तर हाम्रो उद्देश्य के महासङ्घ गठन गर्नु मात्रै हो त? महासङ्घ गठन गरेर के नेतृत्व लिनु मात्रै हो त? नेतृत्वमा बस्नु मात्रै हो त? कदापि। पहिलो कार्यक्रम अन्तर्गत हामी यो राष्ट्रिय भेला मार्फत आज तदर्थ समिति निर्माण गर्न गएका छौँ। तदर्थ समितिको संरचना कस्तो हुने, हामीले विधान निर्माण गरिसकेका छैनौँ। एउटा सामान्य खाका मात्रै चाहिँ प्रस्तुत भएको छ, विधान निर्माण गर्नुपर्नेछ। सँगसँगै हामीले महासङ्घ दर्ता गरिसकेपछि 6 महिनाभित्रमा पहिलो वार्षिक महाधिवेशन सम्पन्न गर्नुपर्छ। यी जिम्मेवारी र अनिवार्यहरू पुरा गर्ने सन्दर्भमा हामीले 17वटा जिल्लाहरूलाई मात्रै लिएर हामी गयौँ भनेदेखि बाँकी रहेका जिल्लाहरूलाई कुन भन्ने समेट्ने त्यतातर्फ पनि हामीले ध्यान दिन जरुरी छ। यदि हामी यही नेतृत्व मात्रै हामी नेतृत्वको विषयमा मात्रै अल्झ्यौँ भनेदेखि हामीले अरू थप जिल्लाहरूलाई यो महासङ्घमा आबद्ध गराउन सक्ने स्थिति रहँदैन। त्यसर्थ म सहभागी सबै जिल्लाका प्रतिनिधिज्यूहरूलाई के आग्रह र अनुरोध विशेष अनुरोध गर्न चाहन्छु भने आजको दिनदेखि आज हामी तदर्थ समिति निर्माण गर्छौँ। तदर्थ समितिमा रहनुहुने साथीहरू र बाहिर रहेर महासङ्घलाई सहयोग गर्ने साथीहरू सबै त हामी प्रतिनिधि साथीहरू यो तदर्थ समितिमा आउन सक्दैनौँ। एउटा चुस्त दुरुस्त र छोटो छरितो हामीले चाहिँ यो तदर्थ समिति निर्माण गर्नुपर्ने हुन्छ। किनभने धेरै कुराहरू के अरे हामीले दर्ता नगर्दै ठुलो सङ्ख्यामा हामीले तदर्थ समिति निर्माण गऱ्यौँ भने त्यसले पनि फेरि बैठक बस्न नसक्ने, गणपूर्वक सङ्ख्यामा पुग्न नसक्ने भएको कारणले चुस्त दुरुस्त र छोटो चाहिँ कमिटी फर्मेसन गरेर जानुपर्ने हुन्छ। तथापि त्यो समितिभित्र रहने साथीहरू र समितिभन्दा बाहिर रहने साथीहरू, यहाँ आज उपस्थित हुने साथीहरू, उपस्थित नहुने साथीहरू जति पनि हुनुहुन्छ, यहाँले आफ्नो प्रदेश अन्तर्गतका मात्र रहेका जिल्लालाई सुन्ने एउटा सेतुको काम चाहिँ यहाँहरूले चाहिँ गर्नुहुन्छ भन्ने मैले यो आयोजकको तर्फबाट विश्वास आफूले चाहिँ विश्वास आर्जन गर्न चाहन्छु।
त्यसबाट मात्रै सम्भव छ हामीले 77वटै जिल्लालाई यो महासङ्घमा जोड्नको निमित्त र हाम्रा आवाजहरू देशभरका व्यवसायीहरूका आवाजहरू राज्य स्तरसम्म पुर्याउनको निमित्त राज्य स्तरसम्म घचघच्याउनको निमित्त बल्ल त्यति बेला मात्र हाम्रो चाहिँ आवाजहरू पुर्याउन सक्छन् जब यो महासङ्घले पूर्णता पाउनेछ 77वटै जिल्लाहरू चाहिँ गठन गर्ने दाइ सहभागी गराए भन्ने मलाई लाग्छ र त्यो धन्यवाद ज्ञापन को सन्दर्भमा धेरै राम्रो कुराहरू केही नगरिकन हामी फेरि बल्ल सत्रमा यो विषयलाई चाहिँ छलफल गर्नेछौँ यिनै कुराहरू यहाँको बिचमा राख्दै अब हामी बल्ल सत्रभन्दा अगाडि यो कार्यक्रमको पहिलो सत्रको कार्यक्रमको समापनसँगै हामी खानामा देवा खानामा सहभागी छौँ हामी यही हलमा चाहिँ खानाको व्यवस्था गरिरहेको कुरा यहाँको गराउँदै प्रमुख अतिथिज्यूहरूलाई पनि देवा खानामा चाहिँ सहभागी भएको हार्दिक अनुरोध गर्दै सबै साथीहरू समयमै खाना खाइसकेपछि हामी आज यो कार्यक्रमलाई एउटा चितवनको साथमा जारी गरेर हामी यहाँबाट चाहिँ छुट्नेछौँ भन्दै पुनः एकपटक प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण मञ्चासीन अतिथिज्यूहरू र सहभागी सबै जिल्लाका अध्यक्षज्यूहरू प्रतिनिधिहरू र पर्यवेक्षकज्यूहरू पत्रकार साथीहरू र उपस्थित यो कार्यक्रमलाई सम्पन्न गर्ने निमित्त सहयोग गर्नुहुने सबै महानुभावहरूप्रति र विशेष गरी सहआयोजक जिल्ला चितवन फेन्सी व्यवसाय समिति चितवनप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै धन्यवाद मन्तव्य यही समाप्त गर्दै यो पहिलो